नमस्ते सबैजनालाई। आज चाहिँ म यो सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर 12 स्थित रहेको यो कुण्डेश्वर महादेवको मन्दिर चाहिँ हजुरहरूलाई दर्शन गराउँदैछु है त। यसको विशेषता के छ भनेदेखि चाहिँ यसको नाम कुण्डेश्वर किन रहन गयो भन्दादेखि यहाँ एउटा होइन ठुलो दुईटा ढुङ्गा छ। एउटा ढुङ्गामा चाहिँ के छ भनेदेखि यो चाहिँ यस्तो खालको कुण्ड छ के यहाँभित्र। यो कुण्ड हो, पोखरी हो। यो निकै गहिरो छ, लगभग यो 4-5 मिटर गहिरो जति छ, 4-5 मिटर जति गहिरो छ। पहिला चाहिँ यहाँ के हो भनेदेखि अब महादेवले पाइलो चाल्दाखेरि चाहिँ महादेवको एउटा पाइलो चाहिँ यहाँ टेक्नु भएको थियो अरे शिवजीले भनेर यसको चाहिँ सुन्नुमा आएको दन्तकथाहरू छ। उहाँले टेक्दाखेरि चाहिँ एउटा पाइलो चाहिँ यस ढुङ्गामाथि परेको र अनि त्यसैको कारणले चाहिँ यहाँ गहिरो खालको एउटा खाडल छ, त्यो बन्न पुगेको भन्ने कथाहरू हामीले बचपनदेखि नै सुन्दै आएको थियौँ। अनि अर्को चाहिँ यो पल्लो ढुङ्गा हो। यो पल्लो ढुङ्गा चाहिँ कसरी बसेको छ, कसरी अडेको छ भनेर चाहिँ म हजुरहरूलाई अहिले एकछिनमा देखाउँदैछु। ठ्याक्क घाम पनि अस्ताउन लागेको बेलामा परेछ। एउटा चाहिँ यो ढुङ्गा भयो, एउटा यो हाम्रो यो मन्दिर भयो होइन। अर्को कुरा चाहिँ के छ भनेदेखि यो चाहिँ मिस्टेरियस के अरे एकदम मिठो मिठो कुराहरू छ यसमा चाहिँ। र हामीले चाहिँ यो चाहिँ लगभग थाहा नभएको अवस्थामा पुग्यो क्या। यो चाहिँ अहिलेसम्म संसारमा नआएको, कसैले यसको बारेमा प्रचार प्रसार नभएर हो कि एकदमै गुमनाम रहेको अवस्थामा छ हाम्रो यो जुन मन्दिर चाहिँ। अब यहाँ चाहिँ एउटा सुरुङ टाइपको छ क्या। ल हेर्नुहोस् अब यो सुरुङभित्र के छ भनेर चाहिँ अब तपाईँहरू देख्नुहोस् है त। ल यस्तो छ, ल यो सुरुङ यस्तो छ, यस्तो छ। यहाँबाट यता पनि पुगिन्छ, यहाँबाट यता गयो भने चाहिँ खोलामा पुग्न सकिन्छ। एउटा ढुङ्गा यताको साइडको भयो, यो ठुलो ढुङ्गा भयो भने अर्को ढुङ्गा चाहिँ यो ढुङ्गा हो। यो ढुङ्गामा चाहिँ कुण्ड छ भनेदेखि यो ढुङ्गामा चाहिँ कसरी यो ढुङ्गा चाहिँ कसरी अडेको छ भनेर तपाईँहरूले हेर्न सक्नुहुन्छ है त। ढुङ्गा चाहिँ यो हो होइन। यो ढुङ्गा चाहिँ यतिले अडेर बसेको थियो कि यतिले मात्रै। यति जुन यो पारदेखि यो पार छ नि, यो त पल्लो यसमा ढुङ्गा इँटाहरू हो, उतापट्टि खना राखेको यतिमा चाहिँ त्यो ठुलो ढुङ्गा चाहिँ अडेर बसेको छ होइन। यो बिचको ढलान चाहिँ हामीले पछि लागेको लगभग यो लागेको चाहिँ 20-25 वर्ष जति भयो होला। योभन्दा अगाडि पनि यो ढुङ्गा चाहिँ यसरी अडेर बसिरहेको थियो कि खासमा चाहिँ बसिरहेको छ। एउटा मिस्टेरियस चाहिँ यो हो भनेदेखि अर्को चाहिँ के हो भनेदेखि ल म अघि तपाईँ गुफाबाट छिरेको होइन। अब यहाँ यताभित्र के छ हेर्नुहोस्। यताभित्र चाहिँ के छ भनेदेखि यहाँ एउटा चाहिँ विष्णुको मूर्ति छ जुन चाहिँ सुतिराख्नु भएको छ। बुढा नीलकण्ठ मन्दिरमा जुन रहेको छ हो त्यस्तै सेपमा बच्चा सब त्यो छ। एउटा यो ढुङ्गा भयो, यो मन्दिर भएको ढुङ्गा, अनि कुण्ड पनि यसैमा छ। अनि यो मूर्ति चाहिँ यसरी हामी देख्न सक्छौँ। नागले पुरै बेरिरहेको छ। बच्चा सब यस्तो छ जुन चाहिँ राम्रोसँग सूचना पाउन नसक्दा, राम्रोसँग संसारमा आउन सक्दा यस्तो राम्रो धार्मिक स्थल चाहिँ गुमनाम रहेको अवस्थामा छ। यो चाहिँ मेलम्ची वडा नम्बर 12 को हो होइन।
12 को यो चाहिँ 12 को भोटे चौर पहिला चाहिँ भोटे चौर अनि गिरान चौर र नाङ्लो भारे 3 गाउँको बिचमा रहेको छ यो मन्दिर चाहिँ। यस्तो चाहिँ हामी बच्चा बेलामा चाहिँ हामी यहाँबाट माथि चढ्थ्यौँ क्या ढुङ्गामा रमाइलोको लागि। अहिले चाहिँ यसरी मन्दिर चाहिँ चिटिक्क बनाएको छ। बनाउनु चाहिँ खास चाहिँ टुरिज्मको हिसाबले धार्मिक स्थलको हिसाबले यसको चाहिँ प्रचार प्रसार हुन सकेको छैन क्या। यस्तो राम्रो धार्मिक स्थल छ हाम्रो सिन्धुपाल्चोकमा मेलम्चीमा। हेर्नुहोस् अझै पनि यत्रो सोसल मिडियाहरू हामी युज गर्छौँ अझै पनि यो मन्दिर चाहिँ गुमनाम अवस्थामा आइरहेको छ है। यस्तो छ। अब चाहिँ म यहाँबाट बाहिर निस्कन्छौँ है त। भिडियो निकै नै लामो भयो तैपनि तपाईँहरूले एकदम रमाइलोको साथ हेरिराख्नु भएको छ भन्ने मलाई आशा छ है। ल यस्तो छ सनसेट पनि नराछ मजाले। मन्दिर चाहिँ यो छ है। यस्तो छ।